सम्पूर्णमा नमस्कार। आज साउन 15 को विशेष शुभकामना। आज चाहिँ मैले मेरो ब्लगमा खिर बनाउँदैछु। मलाई चाहिँ खासै राम्रो खिर बनाउन चाहिँ आउँदैन, त्यही पनि दिदीहरूलाई सिकाइ मागेर अनि भिडियोमा पनि हेरेर बनाउने प्रयास गर्दैछु के कस्तो हुन्छ। त्यसको लागि चाहिँ मैले थोरै ड्राई फ्रुट्स पनि राखेको छु। यो राख्यो भने चाहिँ मिठो हुन्छ भन्नुहुन्छ। अनि मैले चाहिँ चामल अगाडि नै भिजाएर राखेको यसरी। चामल भिजायो भने चाहिँ छिटो पाक्छ रे। यसमा मैले सुकमेल र मरिचको धुलो पनि राख्दैछु। यसले गर्दा चाहिँ खिरलाई चाहिँ धेरै टेस्टी बनाउँछ अरे। अनि यसलाई चाहिँ मजाले उम्लिन दिनु पर्यो। मजाले उम्लियो भने चाहिँ चामल पनि छिटै पाक्छ। त्यही भएर मजाले यसलाई उम्लिन दिनु पर्यो। मजाले यसलाई चलाउँदै पकाउनु पर्यो। त्यसपछि खिरमा चाहिने भनेको त चिनी नै हो। अनि मलाई चाहिँ धेरै गुलियो भएको नि मन पर्दैन, त्यही भएर मैले चाहिँ थोरै नै चिनी राख्दैछु। धेरै गुलियो भयो भने त थोरै खाँदा पनि कस्तो माते जस्तो हुन्छ मलाई त, त्यही भएर थोरै राख्दैछु। अनि यसले चाहिँ मजाले चिनीलाई पनि घोल्दै मजाले पकाउनु पर्यो। अनि अघिको त्यो ड्राई फ्रुट्सहरू पनि राखेर यसलाई पनि मजाले उमाल्नु पर्यो। यो ड्राई फ्रुट्स त धेरै चाम्रो छ नि त। अनि म चाहिँ यता खिर पकाउँदै पानी पनि पिउँदैछु। बिहान पानी पिउँछु नि त, 2-3 मग जस्तै पानी पिउँछु। अनि यो चाहिँ मेरो डेली रुटिन हो। अनि म चाहिँ पानी पिउँदैछु। दुध उम्ल्यो साथीहरू, हेर्न सक्नुहुन्छ। दुध उम्लिरहेछ। यसमा अघि भिजाएर राखेको चामल अब लाउँछु म। हेर्नु होला साथीहरू, भिजाएर राखेको चामल चाहिँ लाउँदैछु साथीहरू। यो दुध मजाले उम्लेपछि चाहिँ चामल लाउँदाखेरि चाहिँ मजाले पाक्छ। तर यो अलरेडी नै मैले भिजाएको भएर अलिक छिटै पाक्छ होला। र मजाले उम्लिरहेको छ अहिले। यो चामल लाएपछि झन् फेदमा डढ्छ भनेर यसलाई मजाले चलाउँदै पकाउनु पर्ने हुँदो रहेछ। र फाइनली हाम्रो खिर चाहिँ पाकिसकेको छ। एकदमै मजाले पाकिसकेको छ। अनि यसलाई चाहिँ म प्लेटमा राखेर अब खान लागेको छु। के कस्तो भयो। अनि तपाईहरु सम्पूर्णमा पनि ह्याप्पी साउने 15 भन्दै आजको मेरो मिनी ब्लग कस्तो भयो, मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला।